नमस्ते। हाम्रो देशको दक्षिणी सीमा सुनौलीदेखि उत्तरी सीमा कोरला नाकासम्म जोड्ने गरी काली गण्डकी नदीको तीरै तीर निर्माण गर्न लागि राष्ट्रिय गौरवको आयोजना हो काली गण्डकी कोरिडोर। काली गण्डकीको मुहान मुस्ताङ जिल्ला र चीनको तिब्बत सीमामा पर्ने उच्च हिमाली भूभाग 6268 मिटर उचाइबाट सुरु हुने गर्दछ। गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूलाई छुँदै लगभग 400 किलोमिटरको यात्रामा रहँदै नेपालको प्रसिद्ध धार्मिक धाम देवघाटमा पुगी त्रिशुली नदीमा मिसिने गर्दछ। यो सामान्य जानकारीपछि आउनुहोस् हामी पनि लागौँ हाम्रो यात्रातर्फ। अहिले हामी ह्याङ्जाबाट पर्वत र बागलुङ जोड्ने मालढुङ्गा पुलमा पुग्नेछौँ र त्यहाँबाट हाम्रो कालीगण्डकी कोरिडोरको यात्रा हामीले सुरु गर्नेछौँ। त्यो कालीगण्डकी कोरिडोर हुँदै जाँदा बाटोमा पर्ने पर्यटकीय धार्मिक स्थलहरू सम्पूर्ण चिजहरू हामी देखाउने प्रयास पनि गर्नेछौँ। रिडी बजार, रानीमहल हुँदै पाल्पा रामपुर र रामपुरबाट नवलपुरको डेढगाउँ हुँदै त्यहाँबाट तनहुँ घुसेर हामी हाम्रो यात्रा पुरा गर्नेछौँ। आउनुहोस् लागौँ त्यतैतर्फ। यहाँहरूले देखिरहनु भएको दृश्य मालढुङ्गा हो। यही पुल तरेर कालीलाई बायाँ पार्दै हामी यात्रा गरिरहनेछौँ। यो मार्ग हुँदै करिब 103 किलोमिटर पार गर्दा बाटोमा पर्ने रम्फाई, अर्बेनी, पूर्तिघाट, हर्मीचौर, रुद्रवेणी, रिडी हुँदै रानीमहलसम्मका दृश्यहरू प्रस्तुत गर्नेछौँ। मालढुङ्गा नजिकैको केही भूभागमा पिच गर्ने कार्यका लागि काम भइरहेको छ। देख्न सकिन्छ निर्माण हुँदै गरेको दृश्य मालढुङ्गा आसपासको थोरै भूभाग बाहेक अन्यत्र पुरै पिच भइसकेको अवस्था छ। डराइहाल्नु पर्दैन। यो स्थानबाट कालीगण्डकी पारी पर्वतको पाङ गाउँ र पोखरा बागलुङ राजमार्गका रमणीय दृश्यहरू निहाल्दै सडकसँग जोडिएका वनपाखा, खेती गर्न योग्य टारहरू अवलोकन गर्दै नदीको ओह्राली यात्रासँगै जोडिएर यात्रा गर्दा मनै आनन्दित बन्न पुग्दछ। पारी देखिएको पर्वतको फलेवास र सुन्दर दृश्यहरूसँग रमाउँदै कालीको सुसाइसहित चलेको पवनको शीतलताले रमाएका दृश्यहरू हेर्दै रमिँदै अघि बढिरह्यौँ। हामी पूर्तिघाट बजार पुग्न करिब 11 किलोमिटर र रिडी पुग्न 46 किलोमिटरको यात्रामा रहिरहेको जानकारी हेर्दै हुइकिरहेका छौँ। चौडा मार्ग भएर पनि अहिलेसम्म खासै सवारी साधन ओहोर दोहोर गरेको देख्न पाएका छैनौँ। बिहानको 10-11 बजेको समय सूर्यको प्रज्वल प्रकाश, हरियाली वनस्पति, नीलो आकाश, एकान्त मार्ग, वारिपारी देखिएका रमणीय प्रकृति, पर्वततर्फको मध्य पहाडी लोकमार्ग अवलोकन गर्दै अहिले भने हामी रम्फाई भन्ने ठाउँमा आइपुगेको सूचना पाएका छौँ। यात्रा अनवरत गरिरहँदै गर्दा रमणीय भूभागहरू थुप्रै ओह्राली र घुम्तीहरूमा मोडिँदै
गुल्मीको पूर्तिघाट बजार चुम्न लागिरहेका छौँ। यो पूर्तिघाट बजार पुरानै बजार पनि हो। कालीगण्डकी तटमा रहेको रमणीय स्थल हुँदै वारीको कोरिडोर र यहाँबाट काली तरेर गल्याङ जाने पुरानो मार्ग पनि छ। केही समयको यात्रापछि हामी अर्बेनी पुग्नेछौँ। कालीगण्डकी गाउँपालिका 2 मा पर्ने अर्बेनीमा बिहानको खाना खानको लागि विश्राम गर्न पुग्यौँ। खाना खाइवरी काली नदीभन्दा माथिको चौडा बाटो हुँदै यात्रामा रहँदै अहिलेला भने अर्को सुन्दर ठाउँ आइपुगेका छौँ। वारी हर्मीचौर पारी मिर्मी मुनि निर्माण गरिएको कालीगण्डकी जलविद्युत उत्पादन स्थल अवलोकन गर्नतर्फ रोकियौँ। हनुमान पार्क नामले परिचित स्थलबाट पारी हेर्दा रमणीय मिर्मी गाउँ, स्याङ्जा हुँदै बग्ने आँधी खोला र कालीगण्डकीको सङ्गम स्थलमा निर्मित बाँधले आँधी खोला र कालीगण्डकीको पानी रोकेर जलाशययुक्त योजना बनी विद्युत उत्पादन गरेको देख्न सकिन्छ। हर्मीचौर हनुमान पार्कबाट मुनि देखिने कालीगण्डकी जलविद्युत क्षेत्र साह्रै रमणीय देखिन्छ। बाँधभन्दा मुनि कालीगण्डकी माथि निर्माण गरिएको पक्की पुल हुँदै पारीको बाटो लागे रामदी नजिकै र वारी तरे कोरिडोरको मार्ग हुँदै गुल्मीका विभिन्न स्थानहरू र रिडी बागलुङ जता पनि जान मिल्ने रहेको स्थान पनि रहेको छ। यो रमणीय स्थानबाट प्रकृतिसँग रमिएर हामी पुनः यात्रामै जोडिन पुग्यौँ। केही समयको यात्रामा रमाउँदै हुइकिँदै रहँदा अहिलेला भने अर्को सुन्दर ठाउँ रुद्रवेणी आइपुगेका छौँ। रुद्रवेणी कालीगण्डकीको तट शालिग्राम पाउने ठाउँ, धार्मिक महत्त्व बोकेको स्थल पनि हो। गुल्मी हुँदै बग्ने ठुलो नदी बडीघाट यहीँ आएर कालीगण्डकीमा मिसिने गर्दछ। मिर्मीमा काली थुनिएपछि रुद्रवेणीसम्म कालीगण्डकी बगरको रूपमा मात्र देख्न सकिन्छ। विशेष गरी फागुन चैत वैशाखको बेला। 2074 सालमा म यहाँ आउँदा यस्तो दृश्य थियो, अहिले भने यस्तो भएछ। रुरु क्षेत्र अन्तर्गत ग्वादी 2 मा पर्ने कालीको साँगुरो र उच्च भूभागमा अचम्मेश्वर मन्दिर निर्माण गरिएछ। यहीँ केही बेर विश्राम लिन पुग्यौँ। नदीको साँगुरो घाँटी र उच्च भूभाग सडक छेउमा रहेको मन्दिर परिसरबाट उत्तर हुँदै दक्षिण बग्ने कालीगण्डकी र त्यहाँबाट देखिने दृश्यले मनलाई रोमान्टिक बनाउँछ। अचम्मेश्वर मन्दिरमा केही समयको विश्रामपछि पुनः यात्रामै रहिरहँदै गर्दा अहिलेला भने मालढुङ्गादेखि 80 किलोमिटरको पार गरी अर्को रमणीय अनि धार्मिक क्षेत्र रिडी प्रवेश गरिसकेका छौँ। रुरु क्षेत्र रिडी भनेर चिनिने यो स्थान 3 जिल्लाको सङ्गम स्थल पनि हो। काली, वारी, गुल्मी, पारी, स्याङ्जा र रुरु खोला पारी पाल्पा जिल्ला पर्दछ। धार्मिक धाम रिडी बजारमा माघे सङ्क्रान्तिको मेला लाग्ने गर्दछ। माघे सङ्क्रान्तिका दिन रिडी घाटको कालीगण्डकी नदीमा स्नान गरी समीपमा रहेको तर पाल्पा जिल्लामा पर्ने ऋषिकेश मन्दिर दर्शन गरेमा पापबाट मोक्ष पाइन्छ भन्ने किम्वदन्ती रहिआएको पाइन्छ। कालीको तट मध्य भागमा
4वटा विशाल पिल्लर निर्माण गरी त्यसैलाई आधार मानी स्याङ्जा, पाल्पा र गुल्मीलाई छुने गरी झोलुङ्गे पुल निर्माण गरिएको छ। 2074 सालमा म यहाँ हुँदा जीपको कार्य यस्तो हुँदै थियो। अहिले यो स्थानमा निर्मित पुलले आन्तरिक र बाह्य पर्यटकलाई लोभ्याउने गरेको देख्न सकिन्छ। माघे सङ्क्रान्तिका दिन लाग्ने विशाल मेला र भिडभाड यस्तो देखिन्थ्यो। लगभग आधी घन्टा नै यस रमणीय स्थलमा भुलेर हामी यात्रामै रहिरह्यौँ। यहाँबाट अलिक तल अर्गली भन्ने रमणीय स्थलमा फेरि रोकिन पुग्यौँ। इतिहास जीर्ण भएको ठाउँ 18औं शताब्दीताका पाल्पाका राजा मुकुन्द सेनको दरबार रहेको स्थल पाल्पाको अर्गली। यहीँ रहेको भग्नावशेष हुनै लागेको मुकुन्द सेनको दरबार यही बाटो रिडीबाट रानीमहल जाने बाटोभन्दा अलिकति माथि रहेको छ। पुरानो पुरातात्विक कलात्मक ऐतिहासिक दरबार। यही केही बेर भुलेर पुनः रानीमहलतर्फ उन्मुख रहिरह्यौँ। अग्ला अग्ला पहाडको छहारीमा रहेको समथर भूभाग अर्गलीको रमणीय दृश्यहरू अवलोकन गर्दै चौडा र शान्त देखिने मार्ग हुँदै रिडीबाट 22 किलोमिटर पल्तिर काली गण्डकीको तटमा अवस्थित रानीमहलतर्फ अघि बढिरहेका छौँ। स्याङ्जा जिल्लामा पर्ने रमणीय बस्तीहरू र पाल्पा जिल्लामा पर्ने बस्तीहरू हुँदै अब भने करिब एक फेरो घुमेपछि पुगिने रानीमहल देख्दा मनमा उमङ्ग भरेर आयो। बराङ्दी खोला र काली गण्डकीको सङ्गम स्थलमा रहेको प्राचीन प्रेम प्रतीक स्मृति स्थल आइपुगेका छौँ। आजभन्दा 130 वर्ष अघि खड्ग शमशेरले निर्माण गर्न लगाएको यो दरबार रानीमहल भनेर चिन्ने गरिन्छ। अहिले यो स्मृति भवन रहेको ठाउँ त्यस्ताका उजाड भूमि काली र बराङ्दी नदीको सङ्गमस्थल दाह संस्कार गर्ने घाटको रूपमा थियो। खड्ग शमशेर आफ्नी कान्छी रानीलाई घोडामा चढाई देब्रे हातले रानीको पेट समाई दाहिने हातले घोडाको लगाम समातेर पाल्पादेखि भिरालो गोरेटो बाटो हुँदै यही स्थानमा आएर रानीसँगै प्रकृतिमा रमाउने गर्दथे। एक दिन यहीँ आएर गफगाफ र प्रकृतिमा रमाउँदै गर्दा रानी तेजकुमारीले भनिछन्, स्वामी, हजुर मलाई असाध्यै माया प्रेम गर्नुहुन्छ। कथम कथाचित मेरो मृत्यु भयो भने हजुर के गरी बक्सन्छ नि? रानीको यस्तो अनौठो आश्चर्ययुक्त बोली सुनेपछि राजाले भनेछन्, हैट लाटी, यस्तो के कुरा गरेको? अशुभ सोच्नु पनि हुँदैन प्रिय। राजा दुखित भए, भावनामा बग्दै आँसु आँखामा टिलपिल टिलपिल भए। रानीले राजाको आँसु पुस्दै भनिन्, मैले हजुरको मन दुखाएँ है। राजा पुनः भाव विवल भए। आज अनायासै यिनले यस्तो कुरा किन भनिन्? मनमा कुरा खेलाउँदै केही समय त्यहाँ बसेर दरबार फर्किए। समय क्रमसँगै केही वर्षपछि एक दिन रानी तेजकुमारी काली स्नान गर्न जाँदा काली गण्डकी तटमै अकस्मात रानीको मृत्यु भयो। रानीको मृत्युपछि विरक्त भाव बोकेर बाँचेका राजाले
विक्रम सम्वत 1950 यही प्रेम वार्तालाप र प्रकृतिसँग रम्ने पुरानो ठाउँ चट्टाने भूभागमाथि रानीको स्मृतिमा भवन बनाउन शिलान्यास गरे। 1950 देखि 1954 सम्मको समय लिएर निर्माण सम्पन्न गरी 1954 सालको कार्तिक महिनामा पर्ने वैकुण्ठ चतुर्दशीका दिन यो निर्माण कार्य सम्पन्न भएको थियो। कालीगण्डकीको तीर एउटै चट्टानमाथि नदीले पनि झ्वाट्टै बिगार्न नसक्ने स्थानमा बनेको प्रेम प्रतीक स्मृति भवन 56 फिट अग्लो र बोतिक शैलीमा निर्माण भएको छ। ठुला साना गरी 25 कोठासहित घोडा बाँध्ने तबला, पूजा अर्चना गर्ने देवालय सहित उत्कृष्ट स्वरूपको यो भवनलाई अहिले रानीमहल भनेर चिन्ने गरिन्छ। हरि समयनी र हरिबोधनी एकादशी, शिवरात्रि र वैकुण्ठ चतुर्दशीका दिन यहाँ ठुलो मेला लाग्ने गर्दछ। यही रानीमहल स्थलमा रहेका खाजा घरमा खाजा खाई पाल्पा मिसन अस्पताल हुँदै रामदीको नजिकै पर्ने स्थानमा आई रामपुरतर्फ हाम्रो यात्रा अघि बढिरह्यो। साँझको समय अँध्यारो अँध्यारो हुँदै रामपुर पुग्यौँ र रामपुरको पाखोमा रहेको रामपुर भ्यू रिसोर्टमा पुगेर यात्रालाई विश्राम दियौँ। पुरानो जिम्वालको घर र त्यसको वरिपरि साजसज्जा गरी निर्माण गरिएको रिसोर्ट रमाइलो स्थानमा रहेको छ। जङ्गलको मुनि भएकाले गर्मीमा पनि शीतलता हुने, चराचुरुङ्गीको मिठो सुमधुर धुनहरू सुन्न पाइने र उच्च भूभागबाट रामपुर बजार दृश्यावलोकन गर्न सकिने र स्वादिष्ट परिकारले स्वागत पाइने यो ठाउँ रामपुर भ्यू रिसोर्ट। यहीं रात बिताएर भोलिपल्ट बिहानको चिया नास्ता लिएर पुनः यात्रामा रहँदै कालीगण्डकीको तिरैतिर रमणीय भूभाग अवलोकन गर्दै कालीगण्डकी कोरिडोर हुँदै नवलपुरको डेढ गाउँ आएर त्यहाँबाट कालीगण्डकी माथिको पुल हुँदै यात्रा गरिरह्यौँ। अब भने कालीगण्डकीलाई यहीँबाट बिदाई गर्दै तनहुँतर्फ उन्मुख रह्यौँ। तनहुँका रमणीय भूभागहरूको यात्रामा हुइकिँदै उकालो बाटो, हरियाली जङ्गलहरू हुँदै तल देखिने ठुला ठुला खेतीयोग्य जमिन अनि त्यहाँको बस्तीहरू हेर्दा तराई नै हो कि जस्तो देखिने दृश्यहरूसँग रमाउँदै मानपुरतर्फ अघि बढिरहेका छौँ। बाटोभन्दा माथि र मुनि पर्ने रमणीय गाउँघर, डाँडामा लहरै देखिने गाउँ बस्ती र पाखा पखेरासँग रमाउँदै मानपुर हुँदै भिमाद झरेर दुलेगौडा बजार हुँदै पोखरा आइपुग्यौँ। ह्याम्जादेखि मालढुङ्गा, पूर्तिघाट, रिडी, रानीमहल, रामपुर हुँदै लगभग 350 किलोमिटरको दूरी पार गरी यात्रा पुरा गर्यो। अहिलेसम्म सँगै रहेर साथ दिनुभयो, यसका लागि धेरै धेरै धन्यवाद, आभार व्यक्त गर्न चाहन्छौँ। रचनात्मक सुझाव यहाँहरूले हामीलाई प्रदान गर्नुहुनेछ भन्ने आशावादी हुँदै अहिलेलाई
बिदा लिने अनुमति चाहन्छु। हस्त नमस्कार।